नेपाल आइपुग्यौँ सेवा रो गाइस हामी नेपाल आइपुग्यौँ अनएक्सपेक्टेड थियो हामी तीनजनाको कोलाब कजन्स कोलाब हामीले कम्प्लिमेन्ट दिनुहोस् है धेरै धेरै माया दिनुहोस् यसरी नै हामी साथमै घुम्नु पाऊँ पैसा इन्डियन पैसामै आएको छु हैन I like my highlighter. Shining. सो अब चाहिँ हामी भित्र जान आँटेको थिएँ अनि यो चाहिँ ह्याप्पील्यान्डको एन्ट्री हो अनि हामी टिकट्सको लागि सबै वेट गर्दै थिएँ यहाँ मेरो दिदी बहिनी अन्त बडीहरू हुनुहुन्छ अनि त्यहाँदेखि चाहिँ यहाँ अब बडीले एकछिन बादमा भिडियो पनि भ्लग सुट गर्नुहुँदै थियो अब टिकट्स लिएर चाहिँ हामी भित्र गएँ अनि यहाँ चाहिँ धेरै भिड थियो बिकज इट वाज सन्डे अनि यो चाहिँ हाम्रो अचानकको प्लान हुनाले गर्दा हामीले बेसी प्लानिङ गरेको थिएन अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यस्तो ठुलो बाइसाइकल छ अनि यहाँ चाहिँ वैष्णवी अन्त यहाँ चाहिँ म हामी अलिकति पोज दिँदै बस्दै थियौँ हामीले त्यति भिडियो रेकर्ड चाहिँ गर्नु सकिनँ बट स्टिल वी म्यानेज टु क्याप्चर सम मोमेन्ट्स यहाँ चाहिँ हामी नक्कल पारेको हो त्यहाँदेखि यो ट्वल गर्दै एकदम रिल्सको लागि भिडियोहरू बनाउँदै थिएँ तर अकवर्ड मुभमेन्ट भइरहेको थियो वी वर सो अकवर्ड यहाँबाट चाहिँ भित्र जाँदै थिएँ अगाडिले चाहिँ यहाँ भिडियो बनाउनु हुँदै थियो फर हर फेसबुक भ्लग अन्त यहाँ एज यु क्यान सी देयर लट्स एन्ड लट्स अफ अम्ब्रेलाज एन्ट्रीमा चाहिँ यसरी अम्ब्रेला थियो त्यहाँदेखि चाहिँ हामी आफ्नो आफ्नो रास्ता जाने भए हामी दिदी बहिनीहरू अन्त बडीहरू चाहिँ अलग अलग जाने भए हामी चाहिँ भित्र सबै एक्सप्लोरहरू गर्दै थिएँ यताउति हेर्दै अन्त त्यहाँदेखि चाहिँ दामी भ्यू पनि थियो यहाँ चाहिँ एलिफेन्टहरू पुरा राम्रो देखेर चाहिँ वी वर अबाउट टु क्लिक फोटोज अन्त भिडियोमै फोटो खिच्दाखेरि चाहिँ हामीले यस्तो पोजहरू बनाएको थिएँ बहिनीले चाहिँ एकदम दामी पोज दियो अन्त त्यहाँदेखि चाहिँ म हिँड्दै थिएँ हिँडेर चाहिँ मैले एक्लै भ्लग गर्ने भएको थिएँ यो सबैलाई देखाउने भएको थिएँ तर झन्डै लडेँ म धन्न केही भएन अन्त यहाँ चाहिँ यो फेरिस व्हिल थियो यतापट्टि थियो तपाईँको डान्स कटेज त्यहाँदेखि चाहिँ हामी हिँड्दै गएँ यो त बिगिनिङ थियो सो वी डिसाइडेड टु क्याप्चर अल द मोमेन्ट्स जतिवटा क्याप्चर गर्नु खोजेको थिएँ त्यस्तो थिएन बिकज इट वाज भेरी क्राउडेड अनि यहाँ चाहिँ हामी गाना सुन्दै अलिक गानामा ज्याम गर्दै हिँड्दै थिएँ मजाले एकदम पोजहरू गर्दै हिँड्दै थिएँ त्यहाँदेखि एकछिन बादमा गाना नै स्टप भयो फिस स्पा हेरे यो चाहिँ कस्तो हुन्छन् होला यहाँ चाहिँ बिआर रहेछ लु यहाँ चाहिँ डल्फिन रहेछ बाली फिल्स छ झरिरहेको छ भने ड्रागन समथिङ हाइब्रिड हामी कहाँ आइपुगे अब हामी ताजमहल आइपुगे ज्यादा ओभर रियाक्ट गरेँ क्या मैले सबले हेर्दैछ मलाई ताजमहल पनि आइपुगे आफ्नो फोटो खिचौँ होला है ल आफ्टर वी क्लिक अल द पिक्चर्स त्यहाँदेखि चाहिँ साइडमा चाहिँ वाटरको फाउन्टेनको सो चल्दै थियो रहेछ अन्त त्यहाँ चाहिँ मजा आउँदै थियो एकदम इट वाज सो लाउड इट वाज सो गुड द सो वाज सो गुड कि हामी त्यो जग्गाबाट चाहिँ निस्किनै नमन लागेको एन्ड यो फाउन्टेन सो चाहिँ टाइमिङ्समा हुँदो रहेछ सो वी कुडन्ट लाइक हेरिराख्नु चाहिँ सकिनँ हामीले तर इट वाज सो गुड हामीले सबसे एट्र्याक्सन भएको जग्गा चाहिँ यही थियो त्यहाँदेखि चाहिँ हामीले वी वर डुइङ सम ट्वेल्स अगेन त्यहाँदेखि चाहिँ दिदी र बहिनीको पनि मैले भिडियोहरू गरिदिएको थिएँ फर द रिल्स एन्ड अल यो चाहिँ सुटिङ क्याजुअली त्यहाँदेखि चाहिँ हामी अर्को जग्गा पनि अर्कोपट्टि गएँ एज यु क्यान सी यो वाटर फाउन्टेन सो चाहिँ यस्तो दामी थियो अन्त त्यहाँ भित्रबाट त्यो अलिकति स्पार्क्सहरू पनि आउँदै थियो अन्त यो चाहिँ हामीले राति हेरेको चाहिँ यस्तो दामी हुन्थ्यो कि लाइक आई कान्ट इभन एक्सप्लेन
सी आइएम जस्ट डुइङ बाई बाइज अगेन। त्यहाँदेखि हामी हिँड्दै थिएँ अर्कोपट्टि जानु लागि, एक्सप्लोर गर्नु लागि। अब सबै जग्गा देखाउँदै थिएँ। यहाँ डक्सहरू पनि थियो। उतापट्टिको पानीमा चाहिँ यति साह्रो माछाहरू थियो। आई वाज सो ह्याप्पी टु सी देम आफ्टर माई फिसेस डाइड। मैले चाहिँ गोल्डन फिसेसहरू यति बेसी देखेको थिइनँ, सो आई वाज सो ह्याप्पी टु सी देम। यहीँबाट चाहिँ हामीले बडाबडीहरूलाई पनि भेटेँ अनि त्यहाँदेखि चाहिँ हामीले अलिकति क्याचअप गऱ्यौँ। त्यहाँदेखि चाहिँ वी डिसाइडेड टु गो टु द अनदर स्पट। ह्याप्पील्यान्डमा आएको छु हो। अन्त अहिले मेरो दिदीहरूको एकदम खुसी छु होइन हो। अब म जान आँटेको छु। त्यही त भोलि रिपब्लिक डे हो। त म थाकेँ। आइफिल टावरतिर जाउँ। आउनु हामीहरू मैले त छोडिदिएको त्यस्तो होइन, हामी आउँदै थियौँ। See, so pretty, so pretty. त्यहाँदेखि चाहिँ दुईजना अगाडि अगाडि जाँदै थियो, एक्सप्लोर गर्दै थियो। म चाहिँ एकदम स्लोली एक्सप्लोर गर्दै थिएँ। एज यु क्यान सी द फ्लावर्स वर सो ब्युटिफुल। फाइनली चाहिँ दुईजनालाई मैले भेटेँ अगाडि। यु क्यान सी दिस वेल इज सो क्युट। यहाँ पनि एउटा टावर जस्तो थियो। आई डोन्ट रियली नो द नेम, सो प्लिज टेल मी वाट्स द नेम। अनि त्यहाँदेखि चाहिँ यो लाइटिङ चाहिँ यति साह्रो मन पर्यो कि मैले दिदी बहिनीहरूलाई पनि बोलाएँ फोटो खिच्नु लागि। अन्त त्यहाँदेखि वी स्टार्टेड क्लिकिङ एउटा दुइटा फोटो। बहिनी वायर आइफिल यहाँ चाहिँ कोलम्बस रहेछ। जुलाई इज द मेन हो नि। बाली बाली फिल्म्स आउँछ मैले देखेको छु युट्युबमा। बहिनीले देखेको? बहिनी बोल न हौ। बहिनीलाई आज भइरहेको छ, डक्टरी भएर थाकिरहेको छ हाम्रो बहिनी। अब घर जान्छ। I am literally going to buy this phone. उता जानु भन्छ, उताबाट यता जानु भन्छन्। कसलाई खोज्नु भएको मिस निसा? ढेरी भएर पनि यही खेल्छ अरे। यत्रो चिज छ यहाँ ह्याप्पील्यान्डमा, यही खेल्ने अरे। शान्ति भयो? हिँड्नुहोस्, त्यहाँ दामी हुन्छ भिडियो। प्लिज जाउँ न त्यहीँ। ल्या अब भेषो अड्क्यो। ईसा के भन्नु पनि सकेको छैन। Embarrassing. देखि म पनि पस्छु। ओके लेट्स रन।
हामी यहाँ केभमा चढ्नु आँटेको फोन चाहिँ गयो घामै छैन फोन भिजाउनु भयो है आज आर्टिफिसियल अफ कोर्स लु गुफा पनि चढाइ भयो आज चाहिँ हाम्रो पहिला आइपुगेछ अर्को चाहिँ आउँदैछ ऊ हामीले चाहिँ सबै खेलेर बसेको यहाँ चाहिँ छ स्लाइड मेरो बहिनी थाकिसक्यो यहाँ चाहिँ छ पिङहरू अनि ऊ त्यहाँ छ के छ यहाँ चाहिँ आइफिल टावरको रेप्लिका छ अहिले त्यहाँ कस्तो राम्रो रहेछ नेपालमा चाहिँ इन्डियाको पैसा देखेर आज खुसी भएको ए हामीले यो चाहिँ किने वी जस्ट स्ट्रगल टु बाई एनिथिङ लाइक के भन्नु यो गति चाहिँ हुँदैन बालीको रेप्लिकाको स्विङको त्यहाँ चाहिँ हामीले डियर देखेर कस्तो खुसी लागिरहेको थियो यो स्विङ चाहिँ हामीले दिदीले गर्दा म चाहिँ चढेको बिकज वी वर रियली एक्साइटेड बट स्क्यार्ड एट द सेम टाइम बहिनी र दिदीको त थाहा भएन तर म चाहिँ धेरै डराइरहेको थिएँ बिकज मलाई त त्यो हाइटको चिजहरू चाहिँ मन पर्दैन बट स्टिल बिकज अफ Didi, I was really comfortable because of her because I never thought कि म यस्तो हाइटको उत्योहरूमा पनि चढ्छु and as you can see I was so nervous तर उसले गर्दा चाहिँ म एकदम चिल भएँ यो चाहिँ नेपालको ट्रेडिसनल घर हो त्यहाँ लालटिन भयो यहाँ चाहिँ मेरो बहिनीले खै कुटेको देखाइदिनु होला कसरी कुट्छ छिटो छिटो यहाँ पनि छ चक्की पिस्ने यसरी चाहिँ यसरी गर्थ्यो हामी खै घुम्दैन त आमा घुम्दैन यो घुम्दैन लु यो चाहिँ आइरन त्यति बेलाको मैले भनेको छु तपाईँहरूलाई मेरो घर छ नेपालमा भनेर हेर्नुहोस् मेरो घर काठको घर धेरै आउँछ होला हो सबै बिक्री गरेर मैले यो काठको घर अब चाहिँ हामी फेरिस फिल्ड चढ्नु गएको थियौँ बट द फनिएस्ट पार्ट इज हामी कहिले पनि फेरिस फिल्डमा चढेको छैन एक्सेप्ट फर दिदी सो दिस वाज आवर फर्स्ट एक्सपिरियन्स त्यहाँदेखि चाहिँ हामीले यो चाल पायो कि टाइम स्लट हुँदो रहेछ फेरिस फिल्डमा चढ्नु लागि पनि त्यहाँदेखि चाहिँ सो टु किल टाइम विथ डान्स कटेजमा बहिनी चाहिँ शी वाज सो एक्साइटेड टु राइड द फेरिस व्हील तर नर्भस भएर हामी चाहिँ एकदम सातो पुत्लो उडेको जस्तो भइसकेको थियो कति राउन्ड हो
हामी यति साह्रो नर्भस थिएँ वी कुडन्ट इभन प्रोसेस एनिथिङ यसो राख्न मेरो त्यस्तै मैले राखेको त्यस्तै राख खुट्टा राखेको न राख्न स्टार्ट भयो त ल्यापासम्म पनि उतै पनि रहेछ मम्मीले किनिदिनु भनेको कहाँ खोज्दै उता बाहिर पार्किङको त्यहाँ है अब के गर्छौ कति राउन्ड हो मम्मीको चाहिँ आज पुरै याद आयो मम्मीले पुरा रोटी पिङ मन बनाउँछ हो भयो त भयो कसैम खेलेको हामीले पर्दैन What the heck? No! What is this? I was literally holding my phone like this. How was the ride? लु यहाँ चाहिँ ह्याप्पी ल्यान्ड छ यहाँ चाहिँ मेरो होटल छ है होटल इसिका जरुर आउनु होला है प्रमोट गरिदिनु मेरो होटललाई होटल इसिका अन्त त्योसित चाहिँ हाम्रो ट्रिप खतम भयो सो इफ यु लाइक दिस भिडियो प्लिज मेक स्योर टु लाइक सब्सक्राइब एन्ड शेयर दिस भिडियो एन्ड प्लिज डोन्ट फर्गेट टु क्लिक द बेल आइकन सो द्याट यु गेट आवर नोटिफिकेसन्स एभ्री टाइम वी पोस्ट ओके टिल देन बाई बाई सी यु लेटर